हेलो साथीहरु, गुड आफ्टरनुन सबैजनालाई। आज चाहिँ घाम लाग्दैछन्, जस्ट आज रेस्ट गरिँदैथ्यो हामी। सो आज घामको प्रभाव पनि धेरै बढिरहेको छ, देख्न सक्नुहुन्छ। आज चाहिँ हामी रेस्ट गर्ने भन्दै थियौँ। आज घाम देख्न सक्नुहुन्छ, वेदर इज भेरी क्लियर हैन, देख्न सक्नुहुन्छ धेरै क्लियर भएको छ। यस्तो भयो वेदर आजको, पुरा घाम लागेको छ, देख्न सक्नुहुन्छ है। अच्छे छ घाम। अन्त आज घाम लागेको मौका थियो हैन, घाम लागिरहेको छ। हामी काम गर्दै थियौँ, हल्का यही कार्यक्रम चल्दैछ। अಯ್या थाहा भएन, धमाधुम काम गर्दैछन्। पानी थाप्ने मोटरको लागि चाहिँ प्रक्रिया चलिरहेको छ यहाँ है। यसरी काठ बाँधेर चाहिँ यसले यो पाइप छ नि, यहाँ माथि हाल्ने अरे। सो ल चाहिँ म यताउता काम गर्नुपर्ने छ एकछिन। आज वेदर क्लियर छ साथी, हो वेदर क्लियर छ। यो गाईलाई अघि पानी खुवाएर यहाँ बाँधिदिएको छु भने अर्को गाईलाई चाहिँ ल्याएर अघि यो दाना खाँदैछ। बहुत टाइम भइसक्यो यसले दाना खाएको। सो फाइनली खाइसकेकै छैन यसले दाना पनि होइन। टुक पार्दै खान्छ। कुखुरा है होइन, हरियाली वन डाँडा पाखा त्यस्तो छ साथी हो। मकै सुके, मकै भाँच्ने बेला भएको छ नि, भाँच्न सकिराखिएको छैन टाइम नभएकाले गर्दा है। साथी हो आजको वेदर यस्तै थियो होइन। आज बजारको दिन चाहिँ बिहिबार यहाँ बजार लाग्छ, बजारको दिन होइन, बिहिबार। सो सब बजार म एक्लै, म र सानो नानी होइन। अनि आज काम थिएन, आज रेस्ट गरेको। हप्तामा धेरै दिन काम गरिन्छ, 7 दिन एक दिन चाहिँ रेस्ट दिउँ, आफ्नो शरीरको पनि ख्याल राखौँ भनेर चाहिँ हामीले रेस्ट गरेको हो। यस्तै छ है, काम गर्नुपर्ने छ। अब हल्का अलि गरेर काम चाहिँ गर्नुपर्ने छ। मकै भाँचेको छैन, मकै बारी सुको। धानमा दबाई हानेको छैन, भोलि धानमा दबाई हान्ने भनेर चाहिँ सोच्दैछु म। बिहान भएर चाहिँ भोलि धानमा दबाई हान्ने। यस्तो छ है, घाम लागेर हिजो रातभरि पानी आएको। राति 9 बजी गएर ल्याएर 1 बजीसम्म पानी आएको। कसले भन्छ घाम आज बहुत धेरै छ। ल भिडियो यस्तै हेर्नलाई नछुटाउनु होला र मेरो च्यानललाई गएर सब्सक्राइब गरिदिनु होला, माया गर्नु होला धेरैभन्दा धेरै है। हल्का ब्लग आउँदैछन्, अब अपलोड डेली हुन्छ है। सबैजनाले माया गरिदिनुहुन्छ भन्ने आशा गर्दै म अहिले बिदा माग्न चाहे।